हेलो साथीहरू, तपाईहरु सबैमा म सञ्जय परियारको तर्फबाट नमस्कार। आज चाहिँ म तपाईहरुको माझमा एउटा चाहिँ मेरो भनाइ एउटा कविता स्वरूप एउटा लय दिन खोजेको छु र मेरो कविताको शीर्षक छ सरकार दे। म आफ्नो कविता भन्नलाई गइरहेको छु। कृपया तपाईहरु यो भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला र तपाईहरुलाई कस्तो लाग्छ त्यसको चाहिँ प्रतिक्रिया प्लिज कमेन्ट बक्समा छोडिदिनु होला है। ल अब म आफ्नो कविता तपाईहरु माझमा प्रस्तुत गर्न गइरहेको छु। मागेर पाउन के पाउँथ्यो खोसेर लिने यो देशमा, मागेर पाउन त के पाउँथ्यो खोसेर लिने यो देशमा, हामीसँग हाम्रो अधिकार खोस्यौ, हामीसँग हाम्रो सिप खोस्यौ, भएन भनेर हामीसँग हाम्रो रोजगार खोस्यौ। हे खोज्ने सरकार दे सरकार, जहाँ सरकारी निकायहरूमा योग्यतालाई लात हानी पैसा र सिफारिसको दममा अयोग्य आफन्तलाई राख्छस्। जाने त कहाँ जाने, जाने त कहाँ जाने, बाआमाले ऋणदाताहरूबाट ऋण लिए ठुला विद्यालयमा खाइ नखाइ गरी पढेको शैक्षिक प्रमाणपत्र लिएर प्राइभेट संस्थामा जाउँ भने काम नगरी किन नै अनुभव खोज्दछ। मलाई रोजगार दे सरकार। जनताहरूको सेवा सुविधाको लागि भनेर अस्पताल त बनाइस्, जनताहरूको सेवा सुविधाको लागि अस्पताल त बनाइस्, तर के गर्नु, अस्पतालमा चेक गराउँदा नक्कली प्रमाणपत्र बोकी बस्ने डाक्टरहरूले भन्छ तपाईको बिरामीको उपचार यहाँ हुन सक्दैन, प्राइभेट अस्पतालमा लिएर जानु। त्यति मात्र हो र बेला बेलामा चेक गर्न मेरो क्लिनिकमा आउनु हो। म नक्कली डाक्टर भन्छु, यदि त्यो नक्कली डाक्टर नहुँदो हो त किन त्यही अस्पतालमा गर्न सकेन। पैसा हुनेले त गर्ने, जससँग पैसा छैन के त्यो चाहिँ मर्ने। के गरिबको जीवनको कुनै महत्त्व छैन। हो सरकार दे राम्रो अस्पताल र डाक्टर, जहाँ गएपछि कुनै पनि बिरामी अरू ठाउँमा भ्याउनु नपरोस्। विभिन्न निर्माणको काम गर्ने भनी सडक निर्माण गर्यो, तर त्यसमा पनि लापरवाही। स्वीकृति दिने हाकिमदेखि सडक बनाउने ठेकदारसम्म खोइ त राम्रो अनुगमन। झोलामा पानी त हालेर पठायो, तर झोलामा बनाइएको पाल कसले बुझ्ने। अनि कसरी तोकिएको ठाउँसम्म पुग्दा त्यो झोलामा उति नै पानी पुगोस्। हो सरकार, निर्माण कार्य त दिस, तर राम्रो अनुगमन दे सरकार। विदेशी मुलुक क्षेत्रफलमा कति ठुला ठुला र विकासमा पनि कति अगाडि। देश ठुलो भए पनि देश चलाउने थोरै छन्, तर हाम्रो देश आकारमा सानो तर देशलाई आफ्नो बपौती बनी लुट्नेहरू धेरै छन्। चाहिँदैन सरकार यति धेरै बुवासाहरू, एउटा सधैँ मानिस पठाइदेऊ सरकार, सधैँ मानिस पठाइदेऊ। चुनाव आएपछि भोट किनी जित्ने सरकार होइन, चुनाव नआए पनि विकासको काम गर्ने सरकार देऊ। नेपालमा विकासको काम गर्ने सरकार देऊ। हस् त, धन्यवाद। मेरो यो कविता तपाईहरुलाई कस्तो लाग्यो यति नै छ मेरो कविता। तपाईहरुलाई राम्रो लागेछ भने कृपया कमेन्ट छोडिदिनु होला र यो कवितालाई चाहिँ सक्दो सेयर गर्नु होला र सबै माझमा पुर्याउनु होला। हस् त, धन्यवाद।